नेपालमा पाउँदैन इन्डियाबाट लिएको मेरो लागि यति नै हो जय शम्भु मैले जाँदा मैले अन्तिममा एउटा कुरा मैले पनि व्यक्त गरेँ भन्छु तपाईँ आउनु यता तपाईँहरूको यति धेरै मेहनतसँगै मैले पनि मेरो तर्फबाट सक्ने त प्रयास जहिले पनि गर्छु र तत्कालै अहिलेको अवस्थामा भाइले भाइको तर्फबाट तपाईँहरूसँग हातेमालो गर्नको लागि तपाईँहरूलाई पनि एउटा सहयोग अर्थात् यो मन्दिरलाई पनि सहयोग स्वरूप हामी सबैले गर्नुपर्छ मेरो तर्फबाट म नगद भन्दिनँ 5 बोरा सिमेन्ट मेरो तर्फबाट किनभने 5 बोरा सिमेन्ट किन भन्नु होला भने हाम्रो यति काम बाँकी छ है त्यसमा अरूले पनि नपुग्छ भने दाजुभाइले सहयोग गरिदिनु होला स्थानीय दाजुभाइले सहयोग गरिदिनु होला मेरो तर्फबाट 5 बोरा ओपिसी सिमेन्ट है धन्यवाद हाम्रो अब कानुन बाबुहरूलाई स्कुल पढ्ने भाइहरूलाई दाइको तर्फ यो छैन अब अस्ति पहिले लिएको जति तिमी आऊ त बाबु तिमी आऊ आऊ न तिमी आऊ अब खोले खोले चिन्ता खोले ल दाइ ल ठिक हुन्छ ल यो सिकाएर छ ल तर्फबाट ल कोड जहाँ ठ्याक्कै हुन्छ ल अब कोड लाएर घरमा जाने यो नयाँ कोड हो अनि यो सबैले यसो गर्नुको लागि है उसको हजुरआमा छ ल हजुरआमाको लागि पनि यही दिन सजिलो बोलाउनु आउनु सक्छ यार बिजुली दे उहाँको हजुरआमा अलिक बुजुर्ग हुनुहुन्छ र आउनु नसक्ने कारणले मैले हजुरआमालाई त्यो है दाइलाई नमस्ते गर ल धन्यवाद थ्याङ्क यू भन्ने नेताले सबैले थ्याङ्क यू भन्ने ल यता कोड यता लाउनु सब यता आऊ अहिले यता आउनु कोड लगाउनु बाबु यता कोड लाएर आऊ यता बस आऊ ल तिमी यहाँ बस ल ल अर्को कोड फटाफट लाऊ ल कोड लाउने भट्टा ओम ने पनि जान्नु त ल सानो बाबु र नानी आऊ ल नानी हजुरआमा छ हजुरआमा भन्दै सबै यता आउनु जानुपर्छ होइन साथीको बिहामा अघि त दाइ थिचेकै छैन रहेछ भर्खर सुरु भइसक्यो ओम ने जान्नु त यो ठिक हुने मान्छे चाहिँ को होला त लाउनु लाउ क्रागु 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 बाबा आऊ एकले आइज हाम्रो नानीलाई रुमाल बाँध्नु आउँदैन भनिन्छ मलाई ल साइलाको छ ल हुन्छ होला यहाँ हो हाम्रो यहाँ नानीलाई चाहिँ हाम्रो बहिनीले छोरीलाई चाहिँ रुमाल बाँध्नु आउँदैन भन्नुहुन्छ होइन जय शम्भु तारटुलेश्वर महादेवको मन्दिरको लागि सिकारी छाइलाको परिवारद्वारा चढाउने त्रिशूल आज मङ्गलबारको दिन लाँदैछ हजुर काम गर्दै थिए कस्तो ठोक्लो हो रुक्ति के छ रुक्ने भित्र के छ माथि चढ्नु त भएर हो चढ्नु